सबभन्दा मलाई यो समाजमा जहिले पनि उपस्थित हुनलाई अति उत्सुकता यो मनमा लागिरहेको छ के भनेदेखि हाम्रो जिल्लामा 41वटा गाविसमध्ये यो देखोला गाविस आफ्नो ठाउँ, आफ्नो गाउँ, आफ्नो समाज बनाउनको लागि अतिभन्दा अति अग्रसर हुनुहुन्छ। त्यसले गर्दाखेरि म यो समाजलाई जहिले पनि म भेट्न चाहन्छु, मलाई त्यो भेट्न इच्छुक हुन्छ है। र यहीको अनुसरण अरू गाविसहरूले पनि गर्नुपर्छ भन्ने म अनुरोध गर्दछु। र अन्तिममा जुन हाम्रो यो देखोला गाविसमा जुन आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण दाजुभाइहरूको यति ठुलो गीत यस्तै गीत अरूमा पनि जागरण होस् र जस्तै यो गाविसको छोरीज्वाइँले पनि ठुलो गीत गर्नुभयो। त तपाईँलाई थाहा छ कुनै पनि विकास आयोजनाको लागि अथवा कुनै एउटा कार्यको लागि हामीले कमाएको पैसा दिनलाई हामीलाई कति मन साह्रो हुन्छ। तर यहाँले उदाहरण दिनुभयो यो गाविसमा पैसा यसरी तपाईँले देख्नुभयो। यो यहाँ तपाईँले जुन यो देखोला गाविस भेटघाट कार्यक्रम भन्ने उसमा तपाईँले जुन पिक्चर देख्नुभयो, तपाईँले साँच्चीकै भन्ने भने यो गाउँमा मेन गाउँ भनेको 3वटा एउटा चाहिँ त्यही पनि तपाईँले देखिरहनुहुन्छ ठुलो छ यो गाउँ कि म यो चान्से गाविसमा म घुमेर मैले देखेको छु। यसमा एउटा बेगा माथिको माथिल्लो गाउँ टिट्याङ अनि बादुङ र सानो अलिकति छरेको तल चाहिँ देखोलाको आसपासमा अलिकति मात्रै घरहरू भएको गाउँले तपाईँको अनुमान गर्नुहोस् एक कार्यक्रममा एक वचनमा करोडौँ पैसा उठाउने भन्ने कुरा सानो होइन। त्यसकारण यो समितिलाई मैले भेट्दैदेखि म सहर्ष धन्यवाद दिन्छु। र अर्को कुरा मैले यो के अरे यो एभरेस्ट उसमा पत्रिकामा मैले कोअर्डिनेटरमा चाहिँ उठ्ने एउटा सानो चाहिँ उहाँको के अरे सानो एउटा मेसेज मैले पढेको थिएँ योगजीले। त्यस हुनाले मैले यो पनि सल्लाह गर्नको लागि मैले उहाँलाई पर्सनल आफ्नो सल्लाह पनि र अन्य हाम्रो देखोला मात्रै नभइकन हाम्रो जिल्लाको अन्य